हेलो नमस्कार सबैजना मिलेर श्री 10 दुर्गेन्द्र भागेन्द्र बिरामी विक्रम स्वादेव राजालाई सबैले स्वागत गरौँ। अब चाँडै नै राष्ट्रस्था फर्किनेवाला छ। होइन सिरियसली भने मैले कस्तो भने यो ओली यो प्रचण्ड यो के भन्छ भारुराम यो शेरबहादुरहरूभन्दा त राजा पक्कै राम्रै होला। तर यो राजाको नाम बजाएर गर्नेहरू हुन्छ नि भागेन्द्र वीर विक्रमहरू जस्ता अथवा अरू कुनै ती सबैतिर बदमासी आफ्नो लुकाउन नसकेर अहिले राजामा आएर शरण पर्नेहरू अनि आफ्नो ऋण मिना गर्न पाइन्छ कि भनेर राजाको साथ माग्नेहरू यस्तोहरूबाट चाहिँ अलिकति सतर्क हुनुपर्छ। किनभने पब्लिकमा गइसकेपछि सामान्य मान्छेहरूले सेवा सुविधा भोग्नै पाउने भनेको सबै यस्तैहरूबाट हो र यिनीहरू जबसम्म चेन्ज हुँदैन गरिब जनताहरूले चाहिँ जस हुन्छ नि एउटा सामान्य जसको पहुँच छैन उसले केही पाउँछ जस्तो मलाई लाग्दैन। तपाईँ के भन्नुहुन्छ एकचोटि ल यसो सम्झेर बुझेर विचार कमेन्ट गर्नु होला। कहिलेकाहीँ भन्छ नि झोले धेरै पनि नबन्नु अथवा कसैलाई धेरै विश्वास नगर्नु नतिजा त्यस्तै आउँछ भने जस्तो। अब यो के भन्छ दुर्गा प्रसाई यस्ता अरू हाम्रा चाहिँ नि के भन्छ हाम्रो अरू छन् नि अहिले पक्राउ परेकाहरू जो सत्ताका लागि नै अथवा आफ्नो फाइदाका लागि आउनेहरूलाई सबैलाई एकचोटि जोडेर भन्नु राजा या के गणतन्त्र है त।